फुच्चिँदै जान्छन् अनि यो सर्न यस्तो माथि माथि जाम भइबस्छ अनि फेरि गोली गयो भने यो तल तल गयो भने जति लस्सी बन्यो होला लेबेको भइरहेको छ होइन जति शरीर जान्छ त्यति गर्नु होला जबरजस्ती चाहिँ नगर्नु होला है पछि नसामा फेरि समस्या आउन सक्छ कसैको मोटो शरीर छ नि उहाँहरूको नसा च्यात्तिन सक्छ के मासु च्यात्तिन सक्छ जबरजस्ती चाहिँ नगर्नु होला है कुनै पनि आसनहरू तपाईँहरूले गर्नु सक्नुहुन्न भनेपछि अरूको लैलैमा लाएर जबरजस्ती कुनै पनि आसनहरू नगरिदिनु होला कृपया यो चाहिँ एकदम म आग्रह गर्छु भोलि बिहान दोष लगाउनुहुन्छ ल फलानु ठाउँमा गएर हामीले यो गरेको त मेरो यस्तो समस्या भयो जबरजस्ती गर्न चाहिँ कुनै पनि हुँदैन है शरीरमा अप्ठ्यारो पर्छ हाम्रो शरीरमा बाक्लो मासु हुन्छ मासु च्यात्तिन्छ के हजुर अनि समस्या हुन्छ अब हातको सुषमा व्यायामहरू गर्नेछौँ दुई हात राख्नु होला यसरी पुरा हातलाई पारेर मुटुमाथि खोल्दै गयो भने शरीरमा भन्छन् त्यो जस्तो माकुराको जालो बुनेको हुन्छ त्यसै गरी नसाहरू एक आवासमा यसरी जेरिएका हुन्छन् यसरी हातको एक्सर्साइज गर्दा शरीरका सबै नसाहरूको एक्सर्साइज हुन्छ अब बुढी होला भित्र बाहिर यसरी गर्नेछु हातहरू लगाउँदा मात्र पनि शरीरका खुट्टादेखि शिरसम्मका सबै नसाहरूको व्यायाम हुन्छ अब मुटु पारेर यसरी गोलो गोलो घुमाउनेछ ठ्याक्क विपरीत घुमाइदिनु होला उल्टो साइडमा यसरी फेरि हाललाई गिराउनुहुन्छ फेरि मात्र गर्नुहुन्छ होइन तर एक्सर्साइज गर्दा देखिरहेको छ किनकि यसले पूर्ण व्यायाम नमिठोले श्वास लिँदै सानो सानो अङ्गहरू काटेर व्यायाम हुँदो रहेछ त्यसैले फेरि दुखिरहेको हुन्छ अलिअलि एक्सर्साइज गर्यो अब दायाँ श्वास लिँदै श्वास लिँदै छोड्दै भन्दै जानु हजुर बोल्दै जानु म गर्दै जान्छु उहाँलाई धेरै राख्नुहुन्छ समस्याबाट हामी छुटकारा मिल्छ गोलो गोलो घुमाउनुहुन्छ मालिस गरे जस्तै आफ्नो शरीरमा आनन्दको अनुभूति भइरहेको छ त्यो अनुभूति गर्ने छ जस्तो घोडाको पिठोमा जुन कपालहरू हुन्छ नसाहरू हाम्रो शरीरको पिठोमा यस्ता हुन्छ त्यसैले ती नसाहरू यसरी रक्त सञ्चार भइरहेको छ पिठीमा अनि अक्सिजन बर्बाद भइरहेको छ यी जाम भएका नसाहरू खुलिरहेका छन् अनि हामीलाई यस्तो सन्चो भए जस्तो शान्त मिले जस्तो अनुभूति हुन्छ अब हामीले एक हातले अर्को हातलाई नगर्नेछौँ लामो श्वास लिँदै यहाँ रोक्ने श्वास छोड्दै माथि यी सबै त्यो कम्मरभन्दा माथिको जुन हुन्छन् तिनीहरूलाई एकदमै मालिस गर्ने काम गर्छ मसाजको काम गर्छ डक्टरहरू एयरलाइसिस भयो भने हात जोड्दै दुख्यो भने यहाँ थेरापी गराउनु हुन्छ नि पैसा दिएर उनीहरूले एक्सर्साइज गर्नु पैसा दिन्छ त्यो हस्पिटलमा जाने समय पनि बन्छ त्यसरी हातलाई नगर्नेछौँ नपुग्ने हातलाई अनि दाँत पनि एक आपसमा टिप्ने मजाले बल लगाउने हाम्रो दाँत पनि बलियो हुन्छ नि हजुर थाहा छ जति सकिन्छ कम्पन आउँछ हजुर दाँत कित्नुहोस् कम्पन आउँछ बल हातले टाउको टाउकोले हात धकेला धकेला यसरी हामीलाई रोग नलागे पनि हामीभित्र फोहोरहरू हुन्छ जो कार्बन डाइअक्साइड हुन्छ त्यस्तै त्यस्तै नपाइने कीटाणुहरू तत्त्वहरू हाम्रो शरीरमा उत्पादन भइरहेको हुन्छ हामीलाई रोग नलागे पनि त्यसैले त्यसलाई हामी
शरीरबाट बाहिर फ्याँक्यो भने खुट्टामा बुझ्दैमा बाहिर निस्किन्छ। जस्तो ह्यान्डसम्म टाइट हुन्छ त्यो सफा नगरी भने त्यसले जाम भएर कचेराहरू त्यसमा पानी बग्न दिँदैन। शरीरमा पनि त्यस्तै कचेराहरू जम्मा भएको हुन्छ, हामीलाई थाहा हुँदैन। त्यस्तो कपडाहरू फोहोर भयो भने हामीले धोएपछि सफा हुन्छ नि, त्यस्तै हाम्रो शरीरमा पनि विभिन्न विचारहरू हामीले खानपानले अस्वस्थ पारिरहेको हुन्छ। अब उल्टो बाटा हामीले यसरी एक्सर्साइज गर्दा कपडा धोएर सफा भएर फेरि लगाउँछौँ। त्यस्तै गरी हाम्रो शरीर फेरि ऊर्जावान सर्वशक्तिवान उन्नति रहने छ। अब यसरी माथि तल अब सिधा अगाडि हेर्नेछौँ। लामो श्वास लिँदै यसरी जान्छ। बिस्तारै श्वास माथि लिँदै लाग्छ भने बिस्तारै आँखा बन्द गरेर गर्नु होला। त्यसपछि श्वास लिँदै तल श्वास छोड्नु। अब टाउकोलाई यसरी बाहिर चिउरो राख्नु। श्वास छोड्दै अर्को साइडबाट अब टाउकोलाई बिस्तारै बन्द गरेर गोलो गोलो घुमाउनेछौँ। साइडबाट आँखा बन्द गरेर बिस्तारै अब एक्सर्साइज गर्नेछौँ। आँखालाई दायाँ माथि बायाँ तल त्यसरी बिस्तारै दिशामा आँखालाई गोलो गोलो घुमाउनेछौँ। अब अर्को साइडबाट पनि आँखालाई गोलो गोलो घुमाउनेछौँ। नसकेको छ भने डेली एक्सर्साइज गर्दा हजुरलाई अति नै राहत मिल्नेछ। लामो श्वास लिँदै श्वास छोड्नु। विशेष श्वासमा ध्यान दिनेछौँ। गाठाहरू नछोड्नु। हात मुठी पार्नु होला, यो बुढी औँला जोडिदिनु होला। यो गाँठा गाँठा जोड्ने के लामो श्वास लिँदै यता श्वास छोड्दै अगाडि सकेसम्म जोड्नु नछुटाउनु होला। दिदीको देखिनु भएको छ नि, यो गाँठा गाँठा यो छन् नि हाम्रा गाँठाहरू, यिनीहरू एक आपसमा जोडियो हुन् के, बुझ्नुभयो नि है। अब विशेष हामी रेगुलर सिक्दै जानेछौँ। श्वास तान्दै हातलाई अगाडि लैजानु होला। श्वास छोड्दै बिस्तारै आफ्नो हृदयमा राख्नु।